दर्शकवृन्द नमस्कार, म रमेश भुषाल। कालिका विशेषमा यहाँलाई हार्दिक स्वागत छ। कालिका विशेष अन्तर्गत रहेर हामी विविध शैक्षिक गतिविधिका बारेमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। आज भने हामी ग्रामीण विकास केन्द्रीय विभाग पूर्व विभागीय प्रमुख एवं सह प्राध्यापक डाक्टर विष्णु केसीज्यूसँग समग्र ग्रामीण विकास र ग्रामीण विकास विषय नेपालमा चाहिँ यसको उपाध्यायता लगायतका बारेमा हामी चर्चा परिचर्चा गर्न गइरहेका छौँ। आजका हाम्रा अतिथि पाहुनालाई स्टुडियोमा म ढिला नगरिकन हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत छ सर कार्यक्रम कालिका विशेषमा। नमस्ते रमेशजी, आराम हुनुहुन्छ? धन्यवाद। अनि सर के छ हालखबरहरू, नयाँ नौलो हाम्रो समग्र यो ग्रामीण विकासको हालखबर के छ बताइदिनुहोस् त। केन्द्रीय विभागको ग्रामीण विकास भन्ने बित्तिकै हामी नेपालमा बसेका सबै जनमानसले बुझेकै कुरा, खास गरी नेपाल ग्रामीण क्षेत्रले भरिपूर्ण छ र खास गरी 60% पपुलेसन ग्रामीण क्षेत्रमा बस्छ। हजुर र हामीले विकास गर्नुपर्ने यसको आफ्नै किसिमको क्यारेक्टरिस्टिक छ। हामीले अर्बन जस्तो सहरी विकास र ग्रामीण विकासलाई छुट्याएर ग्रामीण विकासको क्यारेक्टरिस्टिक फरक छ र सहरी विकासको क्यारेक्टरिस्टिक फरक छ भन्ने कुरा बुझेर विकास गर्नुपर्ने, हाम्रा विकासका मोडलहरू निर्माण गर्नुपर्ने, हाम्रा विकासका विभिन्न नीति निर्माणहरू गर्नुपर्ने देखिन्छ। हामीले त्यसरी हेरेर हाम्रो सरकार गभर्मेन्टले र हाम्रो एकाडेमिक सेक्टरमा कसरी यसलाई खास गरी ग्रामीण क्षेत्रलाई विकास गर्न सकिन्छ, त्यहाँको रिसोर्सहरूलाई प्रयोग गर्न सकिन्छ, त्यहाँको कृषि उत्पादनमा बढावा कसरी ल्याउन सकिन्छ भन्ने कुरालाई फोकस गरेर हामी ग्रामीण विकास विषय यो विश्वविद्यालयमा स्नातकोत्तर तह र ब्याचलर तहमा सञ्चालन गरिरहेका छौँ। र खास गरी अहिले समय सापेक्ष रूपमा हामीले हाम्रा कोर्सहरूलाई पनि परिमार्जन गर्दै गइरहेका छौँ र हिजोको अवस्थाभन्दा अहिले परिवर्तित सन्दर्भमा ग्रामीण विकासको अझै महत्त्व बढेको हामीले अनुभव गरेका छौँ। र त्यस सन्दर्भमा अहिले हामी जुन स्नातकोत्तर तहको कोर्सलाई हामीले परिमार्जन गऱ्यौँ र टोटली हामीले यो लेबर मार्केट ड्रिभन कोर्स भनेर हाम्रो बजारलाई कस्तो किसिमको जनशक्ति चाहिएको छ, हाम्रो ग्रामीण विकासमा कस्ता किसिमका रिसोर्सेस छन् र त्यसलाई कसरी युटिलाइज गर्न कस्तो किसिमको जनशक्तिले कस्तो किसिमको विकासको मोडलले एड्रेस गर्न सक्छ भन्ने विषयहरूलाई राखेर खास गरी ज्ञान मात्रै उत्पादन गर्ने, ज्ञान मात्रै ट्रान्सफर गर्ने भन्दा पनि त्यो जनशक्तिले सिपहरू सिकेर त्यहाँ भएका समस्यालाई निर्मूल गर्ने र विकासलाई अलि छिटो छरितो बनाउने म्यान पावरको हामीले उत्पादन गर्ने गरी कोर्सहरू निर्माण गरेका छौँ। अहिले कोर्सहरू निर्माण गर्दै हुनुहुन्छ। यो विशेष गरिकन यो ग्रामीण विकास विषय आफैमा पनि एउटा बहुआयामिक विषय चाहिँ हो भनिन्छ, तैपनि अझै पनि धेरै जनमानसमा ग्रामीण विकास विषय किन पढ्ने, यो पढेर के हुन्छ भन्ने एउटा अन्योलता जस्तो पनि सिर्जना हुन्छ कि के भन्नुहुन्छ सरले? हो, तपाईँले भनेको एक्ज्याक्टली एकदम करेक्ट छ कुरा। तपाईँले जस्तो यो सब्जेक्ट नै मल्टिडिसिप्लिनरी सब्जेक्ट हो। ग्रामीण विकास विषय किन पढ्ने, यो मल्टिडिसिप्लिनरी सब्जेक्ट सबै किसिमका पक्षहरू आयामहरूलाई समेटेको कुराहरू हामी स्पेसिफिक भएर जाने कि बहुआयामिक रूपमा हेरेर विकासका मोडलहरू डेभलप गर्ने भन्ने विषय एउटा महत्त्वपूर्ण विषय हो। तपाईँले जुन प्रश्न उठाउनुभयो यो निकै महत्त्वपूर्ण छ। हामीले अहिलेको विकासको सन्दर्भ हेऱ्यौँ, विकासका मोडल हेऱ्यौँ भने बहुआयामिक ढङ्गबाट हेरेर हामीले सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनीतिक यी सबै कुरालाई एकीकृत रूपमा राखेर विकासका मोडलहरू निर्माण गर्नुपर्नेछ र यो मल्टिडिसिप्लिनरी सब्जेक्ट रूपमा हामीले त्यसरी विकास गरेर यो कोर्सहरू डिजाइन पनि गरेको पनि त्यही अनुरूप भएको छ। र अहिलेको सन्दर्भ भनेको एउटा कुरासँग अर्को कुरा आइसोलेट गरेर हेऱ्यौँ भने विकास सम्भव हुँदैन। हामीले एकअर्का कम्पोनेन्टहरू आयामहरूलाई जोडेर इन्टररिलेट गरेर हामीले यो पढ्ने सन्दर्भमा, पढाउने सन्दर्भमा र विकास व्यावहारिक रूपमा विकास गर्ने सन्दर्भमा पनि हामीले यसलाई इन्टिग्रेटेड रूपमा मल्टिडिसिप्लिनरी सब्जेक्टको रूपमा हेरेर अगाडि बढ्नुपर्ने
हामीले अनुभव गरेका छौँ। अब यो केन्द्रीय विकास, यो केन्द्रीय विभागमा त यो अब विषय चाहिँ छ, सञ्चालन भएको छ होइन, त्रिभुवन विश्वविद्यालय। त्यो सँगसँगै यो भेलीभन्दा बाहिर पनि, जस्तो कि यहाँले चाहिँ यही बुटोल कालिका क्याम्पसमा पनि ग्रामीण विकास विषय स्नातक र स्नाकोत्तर तहमा चाहिँ अध्ययन अध्यापन भइरहन्छ। अब यस्ता जुन क्याम्पसहरूलाई अगाडि बढाउनका लागि, यो क्याम्पसमा चाहिँ सञ्चालित यी विषयहरूलाई चाहिँ प्रमोट गर्नका लागि खास यो हाम्रो विभागको चाहिँ योजना के छ, यो यसको बारेमा पनि बताइदिनुहोस्। हाम्रो खास गरी हाम्रो यो ग्रामीण विकास विषयलाई अझै बढी गुणस्तरीय बनाउन, समसामयिक बनाउन र त्यसलाई प्राध्यापन गर्ने प्राध्यापकहरूको क्यापासिटी बिल्डिङ गर्न र त्यसप्रति यो विषयप्रति विद्यार्थीको आकर्षण बढाउनको लागि हामीले खास गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत ग्रामीण विकास केन्द्रीय विभागले विभिन्न किसिमका वर्कसपहरू, इन्टरनेसनल कन्फरेन्सहरू र ट्रेनिङहरू र हामीले भिजिटिङ रूपमा फ्याकल्टीहरूलाई एक्सचेन्ज गर्ने कुराहरूलाई अगाडि बढाइरहेका छौँ। त्यस सन्दर्भमा हामीले अहिले तत्कालै गत वर्ष हामीले जुन कोर्स परिमार्जन गऱ्यौँ, त्यसमा यो कोर्स परिमार्जन गर्दाखेरि जुन पाठ्यक्रम निर्माण गर्दाखेरिको प्रक्रिया थियो त्यसलाई हामीले पूर्ण रूपमा फलो गरेर विभिन्न फ्याकल्टीहरूबाट फिडब्याक ल्यायौँ, सरकारी गैर सरकारी सङ्घ संस्थाहरूबाट फिडब्याक ल्यायौँ, कस्तो किसिमको हामीले कोर्स डिजाइन गर्दा लेबर मार्केट ड्रिभन कोर्स बन्छ होइन, श्रम बजार उन्मुख हामीले जनशक्ति निर्माण गर्न, उत्पादन गर्न सक्छौँ भन्ने कुरालाई लिएर हामीले पास्ट विद्यार्थीहरू, एलुमनाईहरू, रिसेन्ट विद्यार्थीहरूको पनि विभिन्न छलफलबाट फिडब्याक लिएर गऱ्यौँ र क्यापासिटी बिल्डिङका हामीले विभिन्न ट्रेनिङहरू पनि सञ्चालन गरेका छौँ। एआईको ट्रेनिङ गऱ्यौँ अनि कोलाबरेटिभ रिसर्चको ट्रेनिङ गऱ्यौँ र हाम्रो ग्रामीण विकास प्राध्यापन गर्ने प्राध्यापकहरू जुन हाम्रो यो नेपालभरि हुनुहुन्छ, विभिन्न क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ, उहाँहरूलाई संलग्न गरेर प्रत्येक वर्ष कुनै न कुनै किसिमको यो क्यापासिटी डेभलपमेन्टको प्रोग्रामहरू हामीले केन्द्रीय विभाग मार्फत सञ्चालन गर्दै आएका छौँ र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूका लागि पनि हामीले विभिन्न किसिमका स्किल बेस्ड ट्रेनिङहरू, पब्लिक स्पिकिङ होस् अथवा डिजास्टर रिजिलियन्स सम्बन्धी ट्रेनिङहरू होस्, त्यससँग सम्बन्धित अरू विभिन्न फिल्ड वर्कमा कस्ता किसिमका अनुसन्धानमूलक कामहरूका विषयमा फिल्ड वर्कमा हुने समस्या, त्यहाँ आइपर्ने कस्तो किसिमले हामीले फिल्ड वर्कमा भिजिट गर्नुपर्छ भन्ने विषयहरूलाई होस्, ती समग्र कुरालाई हामीले व्यावहारिक रूपमा सिकाउने र विद्यार्थीलाई जानकारी दिने गरिरहेका छौँ। र त्यति मात्रै होइन, विद्यार्थीहरूलाई हामीले यो खास गरी अहिलेको आइटीको दुनियाँमा आइटी र एआईको प्रयोग कसरी गर्ने होइन, अनि यो अनुसन्धानमूलक काममा प्रयोग हुने विभिन्न सफ्टवेयरहरू, यो एसपीएसएस, त्यस्तै गरी एनभिभो, एटलस टिआई, त्यस्तै गरी म्याक्सक्युटिए जस्ता विभिन्न सफ्टवेयरको लाई हामीले ट्रेनिङको रूपमा सञ्चालन गरेर विद्यार्थीलाई त्यसमा अलिकति त्यसमा ज्ञान बढाउने र उहाँहरूलाई स्किल डेभलपमेन्ट गर्ने कामहरू गरिरहेका छौँ र त्यसले गर्दा विद्यार्थीहरू आकर्षण पनि बढ्दै गएको हामीले अनुभव गरेको छ। यो पछिल्लो समयमा यहाँहरूले त कोर्स पनि रिभाइज गर्नुभएको छ, विद्यार्थीको आकर्षण पनि बढेको छ, तर यो वर्तमान बजारको मागलाई सम्बोधन गर्ने कुरा चाहिँ निकै महत्त्व हुँदो रहेछ कि सर? हजुर, के छ यो ग्रामीण विकास विषय पढ्ने विद्यार्थीहरू अहिलेको बजारमा कतिको बिकेको अवस्था छ? अहिले हामीले अब यसको ट्रेसर स्टडी पनि गर्दैछौँ। ट्रेसर स्टडी अनुसार हामीले पास्ट विद्यार्थीहरूको हेऱ्यौँ भने सरकारी सेवामा होस् अथवा एनजिओ आइएनजिओहरूमा हाम्रा हिजोका विद्यार्थी जसले अध्ययन अध्यापन गर्नुभयो उहाँहरूले त्यहाँ जब आफ्नो राम्रोसँग पर्फर्मेन्स गरेको हामीले पाएका छौँ। त्यसलाई हामीले अध्ययनबाट नै निचोड निकाल्ने छौँ। अहिले तत्काललाई हामीले यति नै पर्सेन्टमा हाम्रो इम्प्लोइमेन्ट रेट छ, हाम्रो विद्यार्थी हामीले जति उत्पादन गरेका छौँ भनेर मैले अहिले डाटामा भन्न सक्दिनँ, तर म्याक्सिमम विद्यार्थीहरू हाम्रो यो उच्च शिक्षा क्षेत्रमा पनि प्राध्यापन पेसामा पनि लाग्नुभएको छ भने सरकारी तथा गैर सरकारी क्षेत्रमा पनि त्यत्तिकै रूपमा इम्प्लोइड हुनुहुन्छ र हाम्रो यो कोर्सहरू पनि समय अनुकूल परिमार्जन भएको हुँदाखेरि हामीले अहिले तत्कालका रिसेन्ट इस्युहरू, एजेन्डाहरूलाई पनि हामीले एड्रेस गरिरहेका छौँ। जस्तो अझ हाम्रो नेपालको सन्दर्भमा माइग्रेसनको समस्या होइन, वैदेशिक रोजगारीमा जानेको समस्या, त्यसलाई ब्रेन ड्रेनलाई कसरी ब्रेन गेन गर्ने हिसाबका कुराहरू हाम्रो कोर्सले त्यसमा लर्निङ टिचिङ लर्निङ हुन्छ, अध्ययन अध्यापन कार्य हुन्छ त्यसमा भने। त्यस्तै गरी अहिलेको रिसेन्ट इस्युज वर्ल्ड वाइड बर्निङ इस्युज भनेको क्लाइमेट चेन्ज हो,
त्यस्तै गरी हाम्रो यो गभर्नेन्स सिस्टममा लोकल गभर्नेन्स अनि यो प्रोभिन्स गभर्मेन्ट र सेन्ट्रल गभर्मेन्टको रिलेसनसिपको कुराहरू, सिस्टमको कुरा, कसरी गुड गभर्नेन्स हुनसक्छ भन्ने त्यसका सैद्धान्तिक एवं व्यावहारिक पक्षहरूको बारेमा हामी यो अलि क्रिटिकली हामी अध्ययन गर्छौँ। हजुर हजुर। यहाँले त यो अध्ययन चाहिँ गर्नुभएको छ, जस्तो यो ग्रामीण विकास विषयको त फिडरै छैन पनि भनिन्छ नि, यहाँहरू कसरी? मैले तपाईँलाई अघि केही कुराहरू इम्प्लोइमेन्टको सन्दर्भमा भने फिडर त हाम्रो कुन विषय पढेकोले ग्रामीण विकास पढ्ने त यहाँनिर नै अलिकति अन्यलता चाहिँ हुन्छ। ग्रामीण विकास विषय हामी हिजो अघि नै भनिसक्यौँ, मल्टिडिसिप्लिनरी सब्जेक्ट भएको भएर हाम्रो जुन पढेर सब्जेक्ट पढेर उत्पादित जनशक्ति चाहिँ कुनै पनि ठाउँमा अब्बल हुनसक्छ भन्ने हाम्रो मान्यता हो। जस्तो डेभलपमेन्ट सेक्टरमा विभिन्न विकासे सङ्घ संस्थाहरू छन्, त्यसमा UN एजेन्सीदेखि लोकल कम्युनिटी डेभलपमेन्टका एजेन्सीहरूसम्ममा फिट हुन सक्ने त्यहाँ उहाँहरूको स्पेस हुन्छ, उहाँ इम्प्लोइमेन्ट पाउनुहुन्छ भने अब यता सरकारी क्षेत्रमा पनि निजामतीमा उहाँहरूले कम्पिट गर्न त्यही अनुसारको हाम्रो कोर्स छ। जस्तो यो रिसेन्ट इस्युहरूलाई पनि एड्रेस गरेको छ, जेनरल नलेज हुने विभिन्न इस्युहरूलाई पनि हामीले इन्कर्पोरेट गरेर कोर्स डिजाइन गरेका छौँ र त्यसलाई स्किल बेस्डमा खास गरी कसरी व्यावहारिक रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई विशेष जोड दिएको छ। यिनै कुराहरूलाई अर्को इन्टरप्रेन्योरसिपको डेभलपमेन्टको कुरा पनि हामीले राखेका छौँ हाम्रो कोर्समा। उहाँहरूले हाम्रो कोर्स पढेर इन्टरप्रेन्योरसिपमा पनि जान सक्नुहुन्छ र आफ्नो सेल्फ इन्टरप्रेन्योरसिप गरेर आफ्नो प्रोफेसनल लाइफ, आफ्नो पेसागत लाइफलाई अगाडि बढाउन सक्नुहुन्छ। त्यो हाम्रो कोर्सले त्यति मात्रै होइन, रिसेन्ट डिजिटलाइज यो डिजिटल वर्ल्डमा कसरी घुलन हुने, कसरी आफूले सिक्ने सिकाउने र कस्ता किसिमका अब नयाँ कुराहरूलाई सर्च गर्ने भन्ने कुरा पनि हाम्रो कोर्सले एड्रेस गर्छ। त्यही कुराहरूलाई अनि अनुसन्धानमूलक ढङ्गबाट एआईलाई पनि कसरी प्रयोग गर्ने भन्ने कुरा हामी यो कोर्स मार्फत सिकाउने कोर्स डिजाइन गरिराखेका छौँ र त्यसरी नै अध्यापन भइरहेको छ। अब यो कहिलेदेखि तपाईँहरूले कोर्स डिजाइन गर्नुभएको छ, यो कहिलेदेखि चाहिँ लागु हुन्छ इम्प्लिमेन्टेसन? यो अहिले फर्स्ट सेमेस्टरको चाहिँ प्लान छ। अहिले तपाईँको यो 1 वर्ष अगाडि डिजाइन भएको, अहिले सुरुवाती फर्स्ट सेमेस्टर कम्प्लिट भयो, सेकेन्ड सेमेस्टर रनिङ हुँदैछ र यसले एक साइकल पुरा गरेर त्यो प्रडक्ट निस्कियो भने त्यसले समाजलाई र उसको जो पढ्ने विद्यार्थीको व्यक्तिगत लाइफमा कस्तो इम्प्याक्ट पार्छ त्यसपछि हामीले इभ्यालुएसन गर्न सक्छौँ। जहाँसम्म हामीलाई लाग्छ त्यसले मार्केटमा भएको जनशक्तिको अभावलाई परिपूर्ति गर्नेछ भन्ने हाम्रो विश्वास छ। अब हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ। जति पनि ग्रामीण विकास विषयका बारेमा बुझ्न खोज्ने र ग्रामीण विकास विषय चाहिँ पढ्न खोज्ने विद्यार्थीहरूलाई यहाँको सन्देश के? मैले सम्पूर्ण अब विद्यार्थी भाइ बहिनीहरूलाई के विश्वस्त तुल्याउन चाहन्छु र अनुरोध गर्न चाहन्छु भने खास गरी ग्रामीण हामी नेपालमा बस्ने सबै जनसङ्ख्या प्राय गरेर ग्रामीण क्षेत्रमा बस्छ र हाम्रो यो ग्रामीण विकास सम्बन्धी कोर्सले ग्रामीण क्षेत्रलाई फोकस गर्ने भएको र यसको स्कोप पनि वाइड छ र यसले बृहत्तर क्षेत्रलाई ओगट्छ र यसमा प्रशस्त सम्भावनाहरू छन्। त्यहाँ चाहे इन्टरप्रेन्योरसिपका सम्भावना होस्, चाहे यो इम्प्लोइमेन्टको सम्भावना होस्, ती प्रशस्त सम्भावना भएको हुँदा हामीले राज्यले पनि फोकस गर्ने कुरा अहिले कृषि, ग्रामीण क्षेत्र र विकासको सन्दर्भमा सबै नीति होस् चाहे बजेट होस् ग्रामीण क्षेत्रमा पुर्याउनु पर्ने हुँदा त्यो किसिमको जनशक्ति हाम्रो विषयबाट उत्पादन हुने हुँदा उहाँहरूलाई भोलि भविष्यमा अवसरहरू धेरै नै छ। यो विषय पढेपछि तपाईँहरू यसमा राम्रोसँग कोर्स हेरेर यो कोर्स कस्तो छ भन्ने कुरा आफै पनि इभ्यालुएसन गरेर पास्ट विद्यार्थीहरूलाई पनि कम्युनिकेसन गरेर कस्तो यो विषय पढ्दाखेरि के हुन्छ भन्ने कुरालाई इभ्यालुएसन गरेर यसमा पढ्दा बेटर देखिन्छ र उहाँहरूको भविष्य उज्जवल नै मैले देख्दछु। अन्तिममा सर, अब यो बुटोल कालिका क्याम्पसमा ग्रामीण विकास विषय चाहिँ हुन्छ, यहाँ एउटा ग्रामीण विकास केन्द्रीय विभागको चाहिँ पूर्व विभागीय प्रमुख भएर पनि महत्त्वपूर्ण जिम्मेवारी चाहिँ सम्हाल्नु भएको छ। यस्ता यो चाहिँ भेलीभन्दा बाहिर भएका यस्ता क्याम्पसहरूको चाहिँ प्रमोसनका लागि यहाँले के पहल गर्नुहुन्छ अन्तिममा?
हामी यो कोलाबरेटिभ रूपमा जानुपर्छ। आइसोलेटेड भएर सेन्ट्रल डिपार्टमेन्टले आफ्नो ढङ्गले प्राध्यापनहरू गर्ने, टिचिङ लर्निङहरू गर्ने र काठमाडौँ भ्यालीभन्दा बाहिर मफसलमा भएका क्याम्पसहरूले आफ्नो ढङ्गबाट भन्दा पनि हामीले फ्याकल्टीहरू एक्सचेन्ज गर्ने, एकअर्कामा बिचबिचमा यो कोर्स सम्बन्धी इभ्यालुएसन गरेर यसलाई परिमार्जनका केही विषयहरू पनि छलफल गर्ने र आफूमा नलेज सेयरिङ गर्ने, अध्ययन अनुसन्धानका विषयहरूलाई कोलाबरेटिभ रूपमा अगाडि बढाउने र विद्यार्थी पनि हामीले कहिले कुनै समयमा एउटा क्याम्पस र अर्को क्याम्पसको सँगै राखेर पनि कोलाबरेटिभ टिचिङ लर्निङ गरेर उहाँहरू बिचमा इन्ट्रेक्सन गराएर नलेजहरू सेयर गर्ने, ट्रान्सफर्म गर्ने, स्किल डेभलपमेन्ट गर्न सकिन्छ। र ती कुराहरू अब मफसलमा भएका क्याम्पसहरूले पनि केन्द्रसित सम्पर्कमा रहनु पर्यो र केन्द्रले बढी जिम्मेवारी लिएर मफसलका फ्याकल्टीहरू, त्यहाँ भएका क्याम्पसहरू, त्यससँग सम्बन्धित विद्यार्थीहरूसँग के अरे राम्रोसँग यो इन्ट्रेक्सनमा रहिराख्ने, छलफल गर्ने र नलेजलाई एक्सचेन्ज गऱ्यो भने यसको राम्रो परिणाम निस्कन्छ जस्तो लाग्छ। हस्, यहाँले महत्त्वपूर्ण समय दिएर ग्रामीण विकास विषयका बारेमा निकै मिठो कुराकानी चाहिँ गर्नुभयो। यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद रमेशजी, मलाई यो छोटो समयमा छोटो कुरा ग्रामीण विकास विषयका बारेमा राख्ने मौका दिनुभएकोमा कालिका क्याम्पसलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। हस्, धन्यवाद, नमस्कार। हस् त दर्शक श्रोताबिन, हामी अर्को कालिका विशेष कार्यक्रममा पुनः भेट हुने बाचासहित म रमेश भुषाल पनि बिदा हुन्छु। हस् त, धन्यवाद, नमस्कार।